बाबु आले सरले लेख्नु भएको रहेछ, मलाई कमेन्ट गर्नुभएको रहेछ। है नमस्ते सर, मेरो 6K फलोवर्स पुगेको छ अनि 5K मेरो फ्रेन्ड लिमिट भएको छ। 600 जनालाई मैले फलो ब्याक गर्न मिलेको छैन। 600 जनालाई मैले कसरी फलो ब्याक गर्ने सिस्टम थाहा भए भनिदिनुहोस् भनेर भन्न खोज्नुभयो होला हैन। कुरो मैले बुझेँ। यसमा के भन्दाखेरि सर्टकटमा भन्दाखेरि बाबु आले सर, तपाईको चाहिँ लिमिट लागेको छ। 5000 फ्रेन्ड भन्दा माथि बढाउन मिल्दैन है। फेसबुकले 5000 मात्रै लिमिट राखेको हुन्छ र तपाईँ हामीले त्योभन्दा बढी लान्छु, बढी फ्रेन्ड गर्छु भनेर मिल्दैन है। त्यहाँ लिमिट राखेको हुन्छ फेसबुकले। यो कुरो ध्यान दिनु होला सबैजनाले। यदि त्यो मध्येभित्र तपाईँलाई अब कुनै अरू मान्छे व्यक्तिहरूलाई, इम्पोर्टेन्ट मान्छेहरूलाई अथवा तपाईँको आफन्तहरू कोही स्पेसल मान्छेहरूलाई एड गर्नु छ भने त्यो 5000 भित्र मध्येको कुनै पनि साथीहरू हुनुहुन्छ भने अथवा नचिनेको या त्यस्तो भनौँ न आफूलाई मन नलागेको अब त्यस्तो साथीहरू हुन्छ, उहाँलाई रिमुभ गरिदिने हैन। 150 कति हुन्छ अथवा तपाईँले भन्नुभएको छ 600 भन्नुभएको छ हैन। अब 600 उतिखेरै गर्न त अब टाइम लाग्छ, तुरुन्तै हुँदैन हैन। र फेरि एकैचोटि फेरि त्यहाँ पनि केही स्ट्राइक लाग्न सक्ला, के होला। एक दिनमा 50-50 गरेर अथवा हैन 100 गरेर तपाईँले रिमुभ गरेर जुन व्यक्ति हो त्यो व्यक्तिलाई फेरि एड गर्न सक्नुहुन्छ है। त्यही 5000 भित्रमा तपाईँले फेरि त्यो 600 एड गर्न सक्नु हुँदैन, किनभने लिमिटेसन लगाएको हुन्छ। एकदम लिमिट हो, त्यहाँभन्दा माथि गर्न सक्नुहुन्न है त। कुरो बुझिराख्नुहोस्। र फलोवर्स जति सक्दो फलोवर्स चाहिँ बढाउन मिल्छ। फ्रेन्ड भनेको 5000 भन्दा माथि मिल्दैन। मैले भनिसकेँ कुरो, सायद बुझ्नुभयो होला हैन सर। त्यसरी नै अगाडि बढ्नु होला है त। हस्, धन्यवाद सर।